रुनु चाहिँ किन रुको भन्न दाँतै कुडायो त चिसोले त नि म त छक्क पर्छु मान्छेहरूसँग पनि यहाँ छ्यामाको छोरी पनि त्यहाँ स्कुलमा हाम्रो नानीहरूलाई नै पढाउनुहुन्छ बहिनीले चाहिँ छ्यामाले अहिले यहाँ भन्दाखेरि मात्रै मलाई नि थाहा भएर अब कपी हेर्नु जानुपर्ने छ पहिला पहिला त कपी हेरेर घर पो लानु दिन्थे नि पहिला हाम्रो बुढाबुढीहरू सानो हुँदैन के को दिँदैन थियो ती पोखरले यसरी पोको पारेर फेरि ल्याउनु पर्थ्यो अनि भरे भोलिपल्ट पुऱ्याइहाल्नु पर्थ्यो अहिले चाहिँ दिँदैन तिमीले पनि त खाएको छौ नि अघि मैले त अनि यसरी डाकर गर्दिनँ नि त नि के गर्छ दबाउँछु म त उता लुकेर गर्छु हेलो एभ्रिवान गुड मर्निङ नमस्ते सेवाहरू यहाँहरू सबैजनालाई फेरि हामी स्वागत छ मेरो युट्युब च्यानलमा अनि म चाहिँ रूपाली तेह्रथुमबाट सदा आज नयाँ दिन नयाँ भिडियो लिएर आइसकेँ अनि मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला पुरानो हुनुहुन्छ भने मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला अनि म चाहिँ डेली भ्लग गर्ने गर्छु म चाहिँ घरमा जे छ जसरी त्यस्तै भ्लग गर्ने गर्छु त्यस्तो खतरा बन्नेवाला हुँदैन त्यही पनि के भन्छ मेरो भिडियोलाई चाहिँ सबैजनाले हेरेर माया गरिदिनु होला अनि म चाहिँ अघि बिहान चाहिँ उता स्ट्यान्ड गएको थिएँ अहिले यहाँ कति बज्यो भने 8:30 भयो यति साह्रो बिहान पनि 8:30 भयो म चाहिँ अघि चाहिँ उता मासु लिनु गएको थिएँ अरे अलिक कत्रो मासु लिनु गएको थिएँ अनि मासु लिएर आएर यहाँ काटकुट गरेर यताउता गरेर चाहिँ भर्खर भ्लग स्टार्ट गरेको छु आज चाहिँ हाम्रो मासुको परिकार चाहिँ के छ म तपाईँहरूलाई पनि यहाँ देखाउने छु साथीहरू यता मेरो भाइले पकाउँदैछ सुँगुरको मासु यता छ मैले काटेको राँगाको मासु अनि के भन्छ यो राँगाको मासु चाहिँ छ्यामाले दिनुभएको अनि यो सुँगुरको मासु चाहिँ मैले अघि लिएर आएको यहाँ हामी नमिल्ने मात्रै सुन्छौँ राँगाको मासु चाहिँ म मात्रै खान्छु भन्दा पनि हुन्छ नि हिजो अरू कसले पनि खाँदैन त्यस्तो त नभने जसले खाँदैन त्यस्तो सुँगुरको मासु यसले पकाउँदैछ मेरो राँगाको मासु खाँदैन अनि राँगाको मासुमा काटेर मैले यो सुँगुरको मासु पाकेपछि यो राँगाको मासु पकाउँछु यहाँ दाल पनि पाकिसक्यो अनि यहाँले कसलो ल साथीहरू यहाँनिर चाहिँ सुँगुरको मासुमा लाउनुलाई साग यहाँ मेरो भाइले यस्तो गरेर मासु पकाउँछ यति धेरै प्याज टमाटर लाउँछ नि अनि यो चाहिँ जङ्गली धनियाँ यो अचार बनाउनलाई यहाँ छ राँगाको मासु ओ मच्छर कि झिन्जा आउँछ यहाँ के छ खाली छ यो साग सुँगुरको मासुमा लाउनलाई त्यो रक्सीले त त्यो हिजो अलिकति बदलमा उब्रेको थियो त्यो चाहिँ ल्याएको तर हुन्छ के खोज्छ हो बेजुमा यहाँ दाल पाइँदैछ हिजोको रक्सी यहाँ थोरै उब्रेको थियो कि खानु पऱ्यो है बिहान खाली पेट त छैन नि फेरि मैले अघि नै मकै पोलेर खाएँ अनि उहाँ तैँले राखेको कसले राखेको थियो मैले खाएँ मकै पोलेर खाएँ अनि पानीहरू खाएर मासु लिनुभएको
ल साथीहरू सबैले भात खाइसके मैले रागेको मासु पकाउँदै थियो सिटी लागेको छैन तरकारी पाक्ने अनि पकाएर म त्यो तरकारी थोरै झिकेको छु त्यो रस लाएर रस खाने भनेर भरे बेलुका अब खाने थियो म चाहिँ यहाँ सुँगुरको मासु एक दुई पिस राखेको थिएँ नि त यहीसँग अलिकति भात खानु पऱ्यो भनेर हटिया पनि जानुपर्ने छ नि खाएँ ल के साह्रो अड्केको यो कराईमै हामीले चाहिँ मासु पकाएको थियो मैले यो कराईमा भात नखानु भन्छु तर पनि मैले खाइदिएँ दस बज्न आँटिसक्यो कतिखेर हटिएर जानु अस्तिको हप्ता पनि मैले 2 केजी आलु किनेको कता छोडेँ आज त मलाई ध्यान दिनुपर्ने त मैले ल साथीहरू म चाहिँ भात खाइसकेर धन्दामन्दा सब बडा कुरा गरिसकेँ सरसमै अनि म चाहिँ आज चाहिँ यत्तिकै बजार जानु आँट्यो किन भन्नु गर्मीले पसिना खल्कने आउँछ मेकअप गरेको अर्थै हुँदैन मेकअप भन्दा पनि त्यस्तो म मेकअप चाहिँ गर्दिनँ लभली र एउटा पाउडर लगाउँछु त्यो उडाइदिइहाल्छ पसिनाले त्यही भएर बरु मुख धुएँ चिसो पानी र साबुन ओखती साबुनले अनि यत्तिकै चल्दिनु आँटेको 11:30 भइसक्यो यहाँनिर यो अस्ति नै हाम्रो बत्तीको बिल नै आएको थियो अनि यो बिल नै आफूले नै यी सेवा चलाउन सजिलो हुन्थ्यो होला तिर्न होला म कहिले चलाउँदिनँ फेरि यस्तो झेउ हुन्छ नि अनि परै जानुपर्छ भन्दा नि त्यतै काम हुँदाखेरि जान्छु अनि तिरिराख्छु अनि छ्यामाले पनि टमाटर ल्याइदिए भन्दै हुनुहुन्थ्यो यहाँ बोजू तल्लो घर बोजूलाई पनि औषधिहरू ल्याइदिनु पर्ने पैसा मेरो बुद्धि यहाँ हेर्नु पैसा यहाँ छोडिरहेको छु अस्तिको हप्ता पनि आलु उतै बिर्से किनेर यस्तो खालको बुद्धि छ यहाँ पनि तलतिर बोजूले पनि दबाई ल्याइदिनु पर्ने छ कि बोजूको लिपस्टिक चाहिँ लाएर हिँडेको
बिना मेकअप के गर्नु पसिनाले उडाइदिइहाल्छ यहाँ बोजूको दबाई र बत्तीको बिल तिर्दिनु पर्ने अरे बोजूको दबाई चाहिँ कति ल्याइदिनु पर्ने बोजू दबाई अब यहाँ कति पैसा उब्रिन्छ त्यति ल्याइदिनु कति पैसा लाउनु 600 हालेको छु 600 अनि बत्तीको बिल पनि यही छ 300 हैन 320 320 अनि कति आउँछ त्यति नै ल्याइदिनु पर्ने दबाई चाहिँ कति उब्रिन्छ हैन अनि त्यतिको जम्मै ल्याइदेऊ न ल जम्मै ल्याउनु त्यो पैसा उब्रेकोले 500 मात्रै छ अनि त्यहाँ 600 हालेको छु नि त्यहाँ उसको उ पनि हालेको छ है के त्यो दबाईको खोल दबाईको ए हुन्छ बुझ ए अब यहाँ तल छ्यामाको पनि फेरि जानुपर्ने छ टमाटर ल्याइदिनु पर्ने अरे छ्यामालाई चाहिँ हाम्रो छ्यामालाई भरे मै बिर्सेर हिँड्छु होला अस्ति नै आलु हराएँ धन्न अहिले चाहिँ घाम अलिक छैन छ्यामा छ्यामु छ्यामा 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 अङ्कल छ्यामा हुनुहुन्न ल साथीहरू म चाहिँ छ्याम बजार हटिया पुगेर पनि आइसकेँ बजारको चाहिँ खासै भिडियो नि बनाएन घाम पनि लागेको थियो कि एक्सट्रिम खान आँटेको फ्रिजमा राख्नुभएको थियो ठिक्क चाबी कहाँ राख्यौ दाँतै कुडायो त चिसोले त नि अन्त बाबैले त यस्तो कुरा छ भनेर भनेन हाम्रो मुटुलाई अनि गइदिन मैले फ्रिज देखेको बाबैले पनि कि अनि उसको बुढाले त्यो सानो बहिनीको बनाउँदैछ हो कन्ट्रोल गरेर खर्च पठाउनुहुन्छ अरे ठ्याक्क ठ्याक्क के चाहिएको छ त्यही मात्रै होइन ओभर पठाउँदैन अरे बाहिर निस्किनै दिँदैन अरे आँखामा एक्लै खायो छ्यामालाई नदी भन्दा हुन्छ होला फेरि यस्तो हाम्रो छ्यामाले खानुहुन्न प्रेसर छ र हाम्रो छ्यामा खान हजुर ल साथीहरू म चाहिँ के भन्छ यहाँ छ्यामाकोमा आएको थिएँ आज चाहिँ मेरो छोराको अस्ति एक्जाम सकेको थियो नि त कवि हेर्ने टेस्ट गर्ने दिन रहेछ मलाई थाहै थिएन यहाँ छ्यामाको छोरी पनि माथि पढाउनुहुन्छ नि त अनि अहिले यहाँ छ्यामाले भन्दा मात्रै थाहा पाएँ थ्याङ्क यू यता देखिनु तपाईँ पनि
म चाहिँ ब्युटिफुल के पो तिम्रो छाना सासू है ब्युटिफुल सबैले मन पराइदिनु ल मलाई चाहिँ बुहारी नपराए पनि म चाहिँ मन पराउँदिनँ तिमी चाहिँ नराम्री भनेर मलाई राम्री भनेर ब्युटिफुल भाउजू मुलाको साग धोएर खानु न बनायो त हजुर बनायो त धोएँ त मैले 3-4 दिन भयो तपाईँ र म लगातार भ्लगमा आएकै छु म रहेछ अस्तिको दिनको पनि हिजो बेको पनि त्यहाँको त मैले पनि हेरेँ नि त म भएको त म डेली हेर्छु नि त माथि झन्डाको होइन हिजो पनि हल्का छु मलाई मलाई केही पनि यसो नसाको पदार्थ बस्दैन थियो कि मलाई डिउको चाहिँ पदार्थ बसिसक्यो है खानु मन लाग्छ आफ्नै पसलमा त ल्याउँदै खाने नि खानु कि अनि म युरिक एसिड भएर मऱ्यो भने चाहिँ यहाँ कहिलेदेखि दुखेको यो अस्ति शनिबार मामली जाँदा पनि दुखिरहेको बजारमा त नाखे पनि निकाल्नु थालेछन् नि तपाईँले हामी झन्डामा घुम्नु गएको भिडियो हेर्नुभएको छैन त्यसमा किन मैले हेर्दाखेरि त्यहाँ देखिन्छ मैले त्यो भिडियो हिजो मात्रै अपलोड गरेको नि त मैले देखाएको छु सोनीकोमा पनि देखेँ ए हो अब भरे हिजो बेको भरे बेलुका आउँछ आज अब यो बनाएको भिडियो भोलि बेलुका आउँछ नि त म त के उफ्रिन्छु कराउँछु नि त अनि आमाको खोइ के त भन्दै हेर्दै थिएँ मेरो छोराले एक्सपालको एक्जाम चाहिँ के गरेको छ ढुट्टो बिगारेको छ होला चटपटे चाहिँ खानु हौ आमा अनि म कतिखेर माथि स्कुल जान खान नखानु तिमी घर ताखेरि त सानै देखिन्छ होला नि खै छ्यामा के भन्छ मेरो जिउ ठुलो भएर मात्रै हो मेरो अनुहारहरू पनि खासै बिग्रेको त छैन नि होइन ब्युटिफुल साँच्ची भन्नु न किनभने कतिजनाको म अनुहार हेर्छु कि यो भिडियो अन्ति राम्रो राम्रो देखिन्छ तर रियलमा कति पोतो आएको हुँदो रहेछ त्यो मान्छेहरूको मेरो अहिलेसम्म पोतो चाहिँ आएको छैन है डन्डी फोर्नी कतिजना यहाँ आउँथ्यो आजकल त्यो पनि खासै आउँदैन कहिले कहिले चाहिँ ठुल्ठुलो आउँछ एउटा दुइटा मेरो नत्र भने अनुहारमा त्यति साह्रो अनुहार बिग्रेको छैन है तर म बुढी देखिन्छु नि तिमीलाई त के साँच्चै म बुढी नै देख्छु त्यही त मलाई मभन्दा जेठोहरू मभन्दा कान्छो जस्तै देखिन्छन् दाजुहरू झन् सुन न हाम्रो भोला खाने सर छैन म तपाईँलाई जहिले बुढो देख्छु भनेर भन्छु म बुढो होइन हौ भनेर भन्नुहुन्छ त्यस्तै मोटो भएर नि बिचाराको ससुरा खस्नु भएको छ र बस्ती 2 दिन पिलिक्क आएर एला हो छोरी त एउटा अरे अनि ससुरा खसिहाल्नु भयो आमा मात्रै होला नि अब यो लाखीहरू त हाम्रोतिर कहिले आउन थाल्छन् पैसा तिम्रोतिर त हल्का पो हाम्रोतिर त टाढा टाढाको पनि आइपुग्छ नि हाम्रोतिर पनि आउँछन् त नि उता सङ्घसभाकोहरू चैनपुरकोहरू भोजपुरकोहरू अब पैसा कमाइराख्नुपर्छ नि 2 जना भएर ल कस्तो भयो यो बिर्सिहाल्छु ल साथीहरू अब चाहिँ म यहाँ छ्यामाकोदेखि जान्छु यहाँ माथितिर स्कुल चाहिँ यहाँ छ्यामाको छोरी पनि त्यहाँ स्कुलमा हाम्रो नानीहरूलाई नै पढाउनुहुन्छ बहिनीले चाहिँ छ्यामाले अहिले यहाँ भन्दाखेरि मात्रै मलाई नि थाहा भएर अब कपी हेर्नु जानुपर्नेछ पहिला पहिला त कपी हेरेर घर पो लानु दिन्थे नि पहिला हाम्रो बुढाबुढीहरू सानो हुँदैन थियो तिम्रो पिछेको के को दिँदैन थियो ती पोखरले यसरी पोको पारेर फेरि ल्याउनु पर्थ्यो अनि भरे भोलिपल्ट पुऱ्याइहाल्नु पर्छ अहिले चाहिँ दिँदैन नि तिमीले पनि त खाएको छौ नि अघि मैले त अनि यसरी डाकर गर्दिनँ नि त नि के गर्छ दबाउँछु म त उता लुकेर गर्छु
पारेको जस्तै भयो है पारेको चाहिँ छैन है होइन पारेको जस्तै भयो ढाका म साग गरेर ल्याउँछु ल भयो म त नखाने म गएँ बाई बाई चल त्यो हो सबिनको मैले साइन गरिदिनु ल म हेरेर दिन्छु उषा फुपू विराटनगर हो एकजना कसको कपी राखेको थिएँ मनिषा तामाङको त अनि अभिभावकले साइन गर्नुभयो नि त मेरो आलु यहाँ राखेर म मेरो छोराको कपी पनि हेरेँ कि एक विषय चाहिँ लागेछ त्यसले के भन्छ बिराम थियो सामाजिकमा लेखिनँ भन्दै थियो त्यही सामाजिक नै लागेछ अरू चाहिँ सबै पास गरेछ पास चाहिँ गरेछ सामाजिक विषय चाहिँ लागेछ आज मेरो छोराको स्कुलमा कपी हेर्दै यो बाटो आएको सबिन कता ओ सबिन सबिन यहाँ आउँ त रिजल्ट हेरेर आइयो साथी कुरा गर्नु छ 5 वटा विषय लैएछ त अनि देखाउनु यहाँ कहाँबाट देखाउनु कसरी 5 वटा हैन फोन फोटो हालौँ होइन उले न सिस्नु पानी विवेक माथि 5 वटा त हैन नि कसरी होइन म चाहिँ लु त केमा लाए जस्तो लाग्दैछ भन् त यहाँ भिडियो बनाउनु मान्छे लायला के हो सेरो फेरो भनेको विवेक सामाजिक 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 मात्रै लाए जस्तो लाग्दैछ अरू चाहिँ अनि कसरी लाए सामाजिक चाहिँ लु यहाँ भ्लगमा नै क्याप्चर हुँदैछ राम्रो गरेछस् नि कस्तो 5 वटा त लाइन नि फेरि जाउँ ल हिँड स्कुलमा अहिले म क्लासमा हेर्छु नि त स्कुल के को क्लासमा अहिले जाउँ ल हेरेर आउँ कसरी लाइस् त त्यत्रो चाहिँ सम्झी त कुन कुनमा लाइस् सामाजिकमा मात्रै अरूमा त उ पास पास होला नि सामाजिकमा मात्रै फेल भएको कसरी आन्सर अहिले तँलाई पनि म भिडियोमा देखाउँछु नि भेट नबोल्नु 5 वटामा त हैन लानी अब के गरौँ सिस्नुमा लडी बडी खेलाउँ कि के गरौँ 5 वटा त हैन लानी म फेरि कसरी होइन अब म रिजल्ट हेरेर आउने सोना म्याम र मैले हेरेको सेरो फेरमा चाहिँ लाग्यो क्या अरूमा त गरिराखेँ सेरो फेर सामाजिकमा चाहिँ कसरी होइन सामाजिकमा मात्रै फेल साह्रैको अरूको कसको अर्को सबै गरेको सामाजिकको मात्रै होइन अर्को तेरो साथीको सबै सारेको कपीमा अनि भन्छस् त अनि 5 वटामा त फेल होइन नि लु जाउँ हेर्न म त छक्क पर्छु हौ मान्छेहरूसँग पनि राम्रो पर्दो रहेछ है होइन यता भ्लगमा नि हेर यहाँ हुँदैछ के गीत नबजान है एकछिन यता हाम्रो के भन्छ स्वरलाई हेर कपालको हालत पनि छ अनुहारको केमा चाहिँ लाग्यो जस्तो लाग्यो अरे किन लगाएको त्यो चाहिँ देख्नु पर्दैन नि त्यो दिन फेरि म पनि के बिजी थिएर पढाउनु पनि भ्याउनु अब रोल लाउँछ झन् कति रुनु चाहिँ किन रुको भन्न
त्यही हो अघि पाउँछु भनेर नि यति रुएपछि त यिनीहरूले मलाई कुट्दैनन् भनेर क्या यता फर्केर भन् त लाए जस्तो लाग्छ कि लाग्दैन अरे रुयो केटो 5 आनामा चाहिँ कसरी लायो हो भन्छ फेरि आयो आयो पानी जात ड्रममा लगाइराख्न अघि लाएको छु भन्दैछु फेरि अघि लगाएको छैस् ल साथीहरू मैले मेरो छोरालाई त्यतिकै मैले 5 वटा विषय लगाएँ भनेर जिस्काइदिएको अघि रुयो अघि त्यतिखेर चाहिँ भिडियो बनाउनु पर्ने कसरी रुएर कसरी चाहिँ मैले लगाएँ 5 वटा त्यसले यसले ढाड्नु चाहिँ ढाड्दैन अस्ति नै त्यो सामाजिकको एक्जाम भएको दिन नै आएर भन्दै थियो कि उसले सामाजिक चाहिँ मेरो मम्मी लाग्यो लेखिन कतिवटा पो छोड्यो भन्दै थियो त्यो दिन यो बिरामी पनि त थियो नि त त्यतिखेर ठ्याक्कै बिरामी थियो क्या अनि एक विषय लागेछ पहिला पहिला यसले कहिले विषय लाउँदैन थियो आजकल त एउटा दुईवटासम्म लाउनु थालेको छ 2टादेखि बढेको छैन 2टासम्म लाउँछ तर योचोटि एउटा मात्रै लागेछ त्यो नि सामाजिक म तल जहिले भन्दिनँ यसले पढ्नु त पर्छ कि नेपाली प्रष्टै पढ्छ नि त अनि बोर्डिङ पढ्ने लेखा नेपाली खासै गर्नु जान सक्दैन नि त तर यसलाई मैले पहिला सानोमै त्यो उयोहरू नेपाली गुरुहरू सिकाएर क्या मजाले पढ्नु चाहिँ पढ्छ एक विषय लागेको छ यसले चाहिँ सामाजिक अनि त्यही हो साथीहरू अब पढ्नु पनि गाह्रो त गाह्रै छ हो कि होइन लु भन्छ विवेक पढ्नु गाह्रो छ कि छैन किन पढ्नु गाह्रो छ कि छैन भनेको गाह्रो त के गाह्रो अल्छी चाहिँ लाग्छ र हो क्या आफूले तल आउनु नआएको चिजलाई कसरी उ गर्छस् भन्दा कसरी होइन पढ्यो भने सबै आउँछ कि त्यो पढ्नै अल्छी लागेर चाहिँ त्यस्तो पढ्दा पनि अब कुनै कुनै हुन्छ कुनै कुनै त्यही र त मलाई चाहिँ गाह्रै लाग्थ्यो किनभने मैले नाटक पारेको होइन पढ्नु मलाई ओभर गाह्रो छ पढ्नु पनि अब हामीले गाली गरिन्छ अल्छी लागेर चाहिँ त्यस्तो भएको अब त्यो पढ्नै पढिँदैन अनि त्यो के गाह्रो भएर नपढेको होइन पढ्दा पनि मलाई चाहिँ पढ्दाखेरि पनि आउनै नआउने खालको मान्छे थियो नि सबिनले नेपाली पढ्न आएन भने नेपाली दिनमा अलिअलि पढ्यो भने कति पढ्छ कति आउँछ नि दिनमा यतिले पढ्यो भने नि यति गर्दै कति पुग्छ महिनामा अब के भन्छ जति आएको उसले आएको जति त लेख्यो नि होइन अब ठिकै छ के भन्नु मैले यसलाई अस्ति उ गर्छु भनेको थिएँ नि त पहिला यसलाई मैले कति कुट्थेँ नि त तर आजकल चाहिँ खासै कुट्दिनँ उसको भेना रिसाइहाल्छ अहिले कुट्ने बित्तिकै अनि त्यही हो अब के भन्छ एक विषय चाहिँ लागेको छ यसले मैले त्यतिकै जिस्केर 5 वटा लाइक्स भनेको अघि रुयो त्यतिखेर चाहिँ भिडियो बनाइनँ कसरी रुएर कसरी चाहिँ मैले 5 वटा लाएँ गर्दै गयो माथि मैले त्यतिकै जिस्काइदिएको 5 वटा भनेर चाहिँ कसो गर्छ भनेर अनि एक विषय चाहिँ लाग्यो सामाजिक अस्ति नै यसले त्यही सामाजिककै दिन भन्दै थियो त्यो दिन त्यतिखेर बिरामी पनि थियो मेरो छोरा के भन्छ ज्वरोहरू रुगा लागेर अनि त्यही दिन चाहिँ बिगारेर चाहिँ सामाजिक लाएर छोडेछ अनि उता के भन्छ हटियाबाट त्यो नि मलाई आज कपी हेर्ने दिन भनेर पनि थाहा थिएन त्यहाँ चाहिँ बहिनी पनि माथि उनीहरूलाई नै पढाउँछ नि त बहिनीले माथि स्कुलमा त्यहाँ कान्छी छ्यामाको छोरीले अनि त्यहाँ छ्यामाले पो आज त कफी हेर्ने दिन हो भन्नुभयो अनि याद आएर त्यहाँबाट छ्यामाकोदेखि त अलिकति मासतिर त हो स्कुल अनि कफी हेरेर आएको एक विषय लायो अब के गर्नु ठिकै छ उसलाई जति लेख्न आएको त आयो नि लेख्यो के भन्नु त्यस्तै हो साथीहरू आफूलाई पढाउन आउँदैन नेपालीहरू त अलिअलि आउँछ नि इङ्ग्लिस म्याथ उता के जाति त मरिजाउँ अनि म चाहिँ आज चाहिँ आलु पनि नबेसी ल्याएर आएँ साँच्चो भिडियो भइसकेको छैन किन हटियामा पनि साथीहरू सब्जी केही छैन अहिले त साँच्चै भनेको मैले के चाहिँ ल्याएर आएँ भेन्डी ल्याएँ करेला ल्याएँ
अनि सिमी ल्याएँ यति नै हो अर्को केही होइन रहेछ ए टमाटरहरू त ल्याएँ टमाटर ल्याएँ प्याज ल्याएँ काँचो पानी खाऊँ न पकुनु जाने होला नि त पकाउनु त गर्दैछ बिल पनि तिरेँ ल साथीहरू म चाहिँ बजारदेखि आएर पान बुन्नु गएको थिएँ अब चाहिँ यहाँ म आगो फुक्छु छैन रहेछ आगो अब चाहिँ रात परेको खाना पनि बसाउँछु यो मेरो क्यामेरा कति अँध्यारो आएको नि हेलो ल साथीहरू यहाँ तरकारी धेरै तेल लगाउँछु यहाँ आलु र करेला भइसक्यो यहाँ मैले किन कल गरेँ ल यहाँ चाहिँ तरकारी पाएको यो चाहिँ अनि यहाँ चाहिँ मैले रामलको मासु मजाले तातिएको छैन यो कुकर चाहिँ कति फोहोर नभन्नु यहाँनिर अघि बिहान यतिकै पकाएर यतिकै छोडिदिरहेको फोहोरदेखिको ल साथी यहाँ चाहिँ मेरो खाना रेडी भयो यहाँ राँगाको मासु यो किनेमा पर्चा यो हिजो उठेको थियो बोजूलाई पालेको किनेमा पर्चा यहाँ छ राँगाको मासु भात खाइयो ल साथीहरू आलु निम्ति चाहिँ कसको आलु निम्ति खाइयो है साथीहरू मिठो हुँदा सक्दैन आज मेरो छोराले 5वटा विषय खायो भन्दा रुएर तैँले 5वटा विषय खाएको हो त अघि बोजूलाई खबर पायो जिन्दगीमा कसरी सबै अघिको जस्तै भन्न जिन्दगीमा कतिवटा खाएको छैन सर 5वटा पनि खाऊ अनि रुम चाहिँ किन रुको अघि भन्दा अनि किन हारेको थाहा मात्र प्र्याङ गरे भनेर मैले मान्छेलाई ठाउँको ठाउँ पारिदिन्छु नि ल साथीहरू हामीले चाहिँ भात सात खाइसकेर धन्दा मन्दा सब सरसफाइ नि गरिसक्यो अब चाहिँ अनि मेरो भिडियो चाहिँ म यहीँ किचनमा इन गरेर माथि जान्छु किनभने म यहाँ भिडियो इन गरेर नुहाइधुवाइ गरेर जान्छु भनेर क्या यस्तो मेरो काखी गनाइरहेको छ नि आज बजारमा नि कति मान्छेले मेरो काखी गनाइहाल्ला जस्तो लाग्दैछ क्या किनभने मैले त्यो काखीमा लगाउने रोल के भन्छ त्यो नलगाइ गएको थिएँ नि त अनि मेरो यस्तो गराउँछ नि काखी मेरो पहिल्यैदेखि हो कि फेरि अनि म नुहाउँदाखेरि सफा गरेर मात्रै लगाउँछु नि त अनि त्यो के भएको मेरो त पहिल्यैदेखि यस्तो काखी गराउँछ नि त्यो लगाएको दिन 2-3 दिन गनाउँदा त्यहाँदेखि फेरि मर्ने गरी गनाउँछ अनि त्यही साथै अब चाहिँ म मेरो भिडियो यहीँ इन गरेर म चाहिँ माथि नुहाइधुवाइ गरेर जान्छु भनेर अनि त्यही साथीहरू आजको दिन पनि मेरो यस्तै भयो अनि म चाहिँ हटेर जाँदा उता त्यो मेरो छोराको आज रिजल्ट भनेर थाहा थिएन नि त माथि स्कुल गएर मेरो छोराको रिजल्टको पेपर हेरेर आयो अनि त्यही मेरो छोराले चाहिँ एक विषय सामाजिक विषय लायो अनि के भन्छ मैले यहाँ आइज त भाइ एक त यहाँ आइज न सबै यहाँ 2 जना पछाडि बसिरहेको छ छिटो आइज न गएर त बोलेको फेरि यसलाई चाहिँ मैले 5वटा विषय लाइस भनेको थिएँ नि त रुएर यो त
कसरी मैले लाएँ 5वटा यसो गर्दै कुरो हुँदै थियो त अनि एउटा चाहिँ लाएँ यसले अस्ति नै ढाड्दा अस्ति नै सामाजिक लाउँछु भन्दै थियो अनि अघि पनि सामाजिक चाहिँ लाग्यो होला कसरी म 5वटा लाएँ भनेर यत्तिकै आश खोज्नु थाल्यो फेरि म प्र्याङ्क गरेँ भने त ठाउँको ठाउँ पारिदिन्छ नि मान्छेलाई अनि त्यही हो साथीहरू अब अर्कोचोटिदेखि के गर्छस् राम्रो छिटो भन् अर्को तालदेखि राम्रो गर्दै रहेछ राम कि सिस्नु पानीमा लडाइदिउँ त 1 बाल्टी पानी र सिस्नुमा भनिदिएको मात्रै फेरि त्यस्तो चाहिँ गर्दिनँ अनि अर्को तालदेखि राम्रो गर्छ होइन जहिले त्यसो भन्छस् तेरो भन्ने कुरा नै यही हो फेल गरेर ट्राई गर्छु नि तेरो कपाल चाहिँ किन त्यसरी उठाएको हेर त कपाल पनि काट्ने बेला भएको छ ल अन्त्य साथीहरू आजको मेरो भिडियो नि यति नै अनि यता सबैजनालाई नमस्ते पनि गर्दा कहिले गर्दैछ सबैजनालाई भन्नु मेरो लागि आज त माग त सब्सक्राइब लाइक सेयर माग तले कसरी भन्छस् त सबैजनाले ममलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला त्यही हो यति नै ल अन्त्य साथीहरू जति पनि साथीहरूले अहिलेसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै आजलाई चाहिँ मेरो भिडियो यति नै म भिडियो किचनमा इन गर्न आँटेको छु यहाँ भिडियो इन गरेर म बाथरुममा गएर यस्तो मजाले चिसो पानीले नुहाउँछु नि ल अन्त्य साथीहरू बाई बाई सबै बाई बाई ए मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु है भन् त पनि एकखेप ला चुलेसीमा अर्को क्यामेरा ल बाई बाई सबै बाई बाई एउटा कहाँ बसेको छ